नमस्ते, मेरो नाम शान्ति गुरुङ। यो भिडियो बनाउनुको विशेष चाहिँ जुन अहिले भाइरल भएको छ यो भिडियो सीमा सुवेदी जुन इन्डियन नागरिक या नेपाली नागरिक त्यो पनि राम्रोसँग थाहा छैन हैन। आधी इन्डिया बोल्ने आधी हिन्दी बोल्ने त्यो कताबाट निस्कट भयो त्यो कसैलाई पनि थाहा छैन र एभन मलाई पनि थाहा छैन त्यो कुरा। त्यो नेपाली हो या इन्डियन हो त्यो मलाई राम्रोसँग थाहा छैन हैन। तर यो भिडियो चाहिँ विशेष गरी सीमा सुवेदीको लागि जुनै पनि ठाउँमा छ प्लिज यो भिडियो त्यहाँसम्म पुर्याइदिनु होला। म त्यसको मेसेजको त्यसको भिडियोको रिप्लाई दिन चाहन्छु म त्यसलाई। सीमा सुवेदी हैन। म न तपाई भनेर सम्बोध गर्छु न तिमी भनेर सम्बोध गर्छु। म त्यसलाई डाइरेक्ट म तँलाई तनै भनेर सम्बोध गर्छु। तैले के गर्छस् भन्, तैले के गर्छस्? म तँलाई तनै भनेर सम्बोध गर्छु के। तैले के भनिस् नेपालीलाई? के भनिस्? भाँडा धुन आयो इन्डियामा हाम्रो बेइज्जत गर्यो रे। ल भाँडा धुन गयो या टोयलेट सोर्न गयो या झाडु बढाल्न गयो, आफ्नो मेहनत गरिरहेको छ नेपालीले, बुझिस्? चोरेर खाना जानेको छैन नेपालीले, ढाटेर खाना जानेको छैन, छरेर खाना जानेको छैन, मेहनत गरेर खाना जानेको छ। म पनि इभन अहिले बाहिरै छु, म आफ्नो काम गरिरहेको छु, परिश्रम गरिरहेको छु, मेहनत गरिरहेको छु। मेहनत गरेर खाना जानेको छ नेपालीले, ढाटेर नि चोरेर छलेर मागेर खाना जानेको छैन नेपालीले। तैले के कुरा गरिस् भन् त? तैले के कुरा गरिस् कि नेपाली इन्डियामा गएर भाँडा धोएर तेरो बेइज्जत भयो अरे। त जब नेपाली नै होइनस् भने तेरो घण्टाको बेइज्जत भयो। तैले के बेइज्जतको कुरा गरिस्? म तसँग कुनै पनि शब्दलाई राम्रोसँग हैन सम्बोध गरेर बोल्न चाहदिन। मलाई त जबदेखि तेरो त्यो भिडियोहरु देखे नि त्यसपछि त मेरो रगत यो शरीरको रगत छ नि भक 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 उम्लेको छ के। तँलाई त मैले कसम तँलाई त मैले भेट्न मात्रै पाएको भए पनि तँलाई मैले के गर्थे, कुन तरिकाले म तँलाई के गर्थे त्यो मलाई पनि थाहा छैन। तँलाई मैले यतिसम्म गर्थे नि। ओ माय गॉड, कुरै नगर। अनि तैले के तेरो त्यो एटिट्युड देखाएको भिडियो पठाएर नेपालीलाई तेरो एटिट्युड देखायो कि तँलाई भाइरल हुनु मन लाग्यो? तँलाई भाइरल हुनु मन लाग्यो, फेमस हुनु मन लाग्यो तँलाई हैन? दुनियाँमा फेमस हुन मन लाग्यो भए नेपाल आइज कान्छी तँलाई भाइरल अनि तँलाई फेमस कसरी गराउनु पर्छ त्यो हामी नेपालीलाई थाहा छ। तर नेपालीलाई के भनिस् त? के भनिस् तैले नेपालीलाई? भाँडा धुन गयो तेरो बेइज्जत गरे। त नेपाली नै हैनस् जब तेरो शरीरमा नेपाली खुन छैन भने तेरो बेइज्जत कसरी गरे नेपालीले? तेरो बेइज्जत कसरी गरे नेपालीले? त ठुलो कुरा चाहिँ किन गरिस् तैले? त कहाँ त वर्ल्डको त क्वीन होस्, त विश्वभरिको त क्वीन होस्। तैले तेरो एटिट्युड कसलाई देखाएको? नेपालीलाई देखाएको तेरो एटिट्युड। तेरो एटिट्युड छ नि जुन सीमा सुवेदी श्रेष्ठ। सुवेदी अनि श्रेष्ठ चाहिँ कसरी भयो? जसरी सुके भोस् हामीलाई बाल। तेरो सीमा सुवेदी तेरो श्रेष्ठसँग हामीलाई बाल छैन, बुझिस्? तर तैले जुन 3 करोड नेपालीलाई थर्काउने जुन तैले भिडियो पठाइस् नि हो त्यो चाहिँ हामीलाई बाल भएको के। तैले के सोचिस् नेपालीलाई? के सोचिस् नेपालीलाई? तेरो सरकार तेरो के भन्छ तेरो सरकार त्यसको नाम के रे? नरेन्द्र मोदी। तेरो नरेन्द्र मोदीले सम्म औँला ठडाएर नेपालीलाई अहिलेसम्म केही भन्न सकेको छैन भने तैले राति 12 बजे भिडियो बनाएर नेपालीलाई किन थर्काइस् तैले? त को होस् त? त को होस्? त क्वीन होस् त? मिस इन्डिया होस् त? मिस इन्डिया होस् या मिस जेसुकै होस् हामीलाई बाल। तैले भन्न खोजेको चाहिँ के नेपालीलाई? के भनिस् तैले? मेरो बाउ बाजे मेरो पुर्खासम्म अहिले नेपाल गएको छैन अरे। नेपाल गएको छैन भने त चाहिँ कसरी नेपाली भइस्? कसरी नेपाली भइस् त चाहिँ? कसरी नेपाली भइस् त? तेरो बेइज्जत नेपालीले कसरी गर्यो भन् त? एकचोटि भन् त त्यो। अनि तैले दुनियाँ भिडियो पठाइस् नि त्यसपछि फेरि हैन? दुनियाँ भिडियो पठाइस् त्यसपछि पनि भनिस् म अस्ति भर्खर नेपाल गएर आएको, मेरो शरीरमा रगत खुन छ अरे, नेपाली खुन छ अरे। यदि तेरो शरीरमा अलिकति पनि एक थोपा पनि रगत नेपालीको हुन्थ्यो भने तैले नेपालीलाई यतिसम्म बेइज्जत गरेर भिडियो बनाउँथिनिस्, बुझिस्? नेपाली खुन तेरो शरीरमा नेपाली खुन हैन, तेरो शरीरमा धोतीको खुन छ, बुझिस्? धोती ओ माय गॉड, तैले के भनिस्? हामीलाई धोती भन्छ अरे। धोतीलाई धोती नभनेर के भन्ने? तेरो नेसनल तेरो फेसन होला धोती। हामी पनि मान्छौं त्यो धोती ल तेरो नेसनल फेसन भयो। जस्तो हाम्रो ढाका टोपी हाम्रो नेसनल फेसन। तैले भनि नि आई एम प्राउड इन्डिया। तैले प्राउड गर्छस् हैन इन्डियालाई? हामी हाम्रो नेपाललाई ज्यान दिन तयार छौं। तैले के भनिस् फेरि? के भनि? मैं उनमें से नहीं हूं जो कोने में बैठ के रोए, मैं उनमें से हूं जो आगे आगे लड़े। ये तो लड्ने कुरा गर्दैछिस्।
हेर कान्छी राम्रोसँग सुन मेरो कुरा हैन। त लड्ने कुरा गर्दैछस् भने हामी ज्यान दिन तयार छौं नेपालको लागि। म ज्यान दिने कुरा गर्छु, त लड्ने कुरा गरिस्, म ज्यान दिने कुरा गर्छु। लड्ने हो त मसँग, आइज सिंगल आइज। त कुन ठाउँमा बोलाउँछस् म त्यही ठाउँमा आउँछु। भर्खरको भर्खर म टिकट काटेर आउँछु। म कुन ठाउँमा बोलाउँछस् तैले लड्नको लागि? लड्छस् मसँग? त सुवेदीको छोरी भने म पनि गुरुङको छोरी हो, म लड्न तयार छु। आइज कुन ठाउँमा लड्छस् तैले बोलाको फिक्स टाइममा कुन ठाउँमा आउनुपर्छ, म आउँछु तसँग लड्नको लागि। तैले के सोचिस् आफूले आफूलाई? के सोचिस् तैले आफूले आफूलाई? मतलब एउटा भिडियो बनाएर म त्यो नेपालीहरूलाई तैले मतलब 3 करोड नेपालीले तैले के सोचिस्? तेरो बाउको, तेरो बाजेको, तेरो आमाको खोल्तीको के सुपारी हो नेपाली? तैले ठर्काउनलाई नेपालीलाई नेपाली। मलाई यो दार्जिलिङ यो गोर्खाल्यान्डसँग केही मतलब छैन। गोर्खाल्यान्ड होला ल, तपाईहरु जति पनि हुनुहुन्छ म तपाईहरुलाई पनि भन्न चाहन्छु, दार्जिलिङ वासीलाई पनि भन्न चाहन्छु हैन, दुई हात दशमलव जोडेर बिन्ती गरेर भन्न चाहन्छु, तपाईको माग, तपाईले माग माग्नुस्, तपाईको माग पनि पूरा होस्। म भित्रै मनदेखिबाट भगवानसँग प्रार्थना गर्छु, मेरो गडसँग प्रार्थना गर्छु कि तपाईले मागेको कुरा पनि पूर्ति होस् हैन। तपाईको गोर्खाल्यान्ड हामी पनि सहमति छौं। मैले पनि बार गोर्खाल्यान्डलाई मैले सहयोग गरिरहेको छु, मैले पनि सहमति जनाइरहेको छु, हामी सम्पूर्ण नेपालीले सहमति जनाइरहेको छ। तपाईको गोर्खाल्यान्ड तपाई राख्नुस्, तपाईको माग पनि पूरा होस्। तपाई कुन सरकारसँग माग्नुहुन्छ, कुन गएर कुन राज्यसँग माग्नुहुन्छ, तपाईको माग, तपाईको अधिकार पूरा होस्। किनकि दार्जिलिङ पनि नेपालको एउटा हिस्सा हो। हामी मान्छौं हाम्रो त्यहाँ बाउबाजेहरु, हाम्रो आफन्त, हाम्रो रिलेटिभहरु त्यहाँ हुनुहुन्छ दार्जिलिङमा। त्यो हाम्रो नेपालको एउटा हिस्सा हो त्यो दार्जिलिङ। म मान्छु र तपाईहरुलाई तपाईको माग पनि पूरा होस्। तर जुन चाहिँ यो भिडियो छ, विशेष गरी सीमा सुवेदी श्रेष्ठ हैन, सीमा सुवेदी श्रेष्ठ पनि अनि सुवेदी पनि, त चाहिँ कसरी नेपाली भइस् त? अहिलेसम्म त न दार्जिलिङको एउटा मान्छेले अहिलेसम्म नेपालीलाई यो त्यो भन्न सकेको छैन। तैले चाहिँ कसरी भनिस् कि नेपालीले भाडा धुन आयो इन्डियामा, नेपालीको लागि हामीले कटौरामा थापेर सहयोग मागेको, जुन त्यो भूकम्प गएको बेलामा हैन, भूकम्प गएको बेलामा इन्डियाले मात्रै हैन सहयोग गरेको, अल दुनियाले सहयोग गरेको छ। यतिसम्म कि श्रीलङ्काले पनि सहयोग गरेको छ, जुन हामी नेपाली भन्दा सबैभन्दा सानो देश हैन, श्रीलङ्काले पनि सहयोग गरेको छ, सबैले सहयोग गरेको छ। त मात्रै प्राउड नगर कि तैले मात्रै सहयोग गरिस् भनेर त्यति बेलामा। ल सहयोग गरिस्, मनैदेखिबाट थ्यांक यू सो मच छ त्यसको लागि हैन, सहयोगको हात पिजाइकोमा। तर यो नसोच कि नेपाली गरिब छ, नेपालीले अहिलेसम्म भिख मागेर खान जानेको छैन, बुझिस्? मेहनत गरेर खान जानेको छ, आफ्नो लाज पचाएर आफ्नो बाउबाजेले सिकाएको छ मेहनत गरेर खानको लागि, बुझिस्? भिख मागेर खान सिकाएको छैन। नेपाल आएर हेर नेपाली के हो, नेपाली कस्तो हो भनेर नेपाल आएर हेर। त एउटा बन्द कोठामा बसेर 3 करोड नेपालीलाई थर्काउने अथवा हिपेर बोनी काम नगर त। तैले ठुलो बिग मिस्टेक गरिस् तैले, बुझिस् नि? जुन त्यो भिडियो पठाएर तैले धेरै ठुलो गल्ती गरिस्। तँलाई त 3 करोड नेपालीले गाली गरी नै त पागल भएर मर्छ। तेरो त पहिले सुरु आदि माइ त फुस्किसकेको छ हैन? तेरो भिडियो हेरे मैले, धेरै भिडियो हेरे तेरो आदि माइन चाहिँ फुस्किसकेको छ। पहिला तेरो जुन त्यो आदि माइन छ नि त्यसलाई ठीक गर हैन, त्यसपछि नेपालीहरुसँग आएर माफी माग पहिले। जबसम्म तैले नेपालीको अगाडि 3 करोड नेपालीको अगाडि हात जोडेर तैले माफी माग्दिनेस् नि, तबसम्म तँलाई नेपालीले छोड्नेवाला छैन। तैले के सोचिस् नेपालीलाई? के सोचिस् तैले नेपालीलाई? अझ के भन्दै थिइस्? इन्डियाले जसरी पाकिस्तानलाई बनाए त्यस्तै गरेर नेपाललाई। तैले के सोचिस् पाकिस्तानलाई? के सोचिस् तैले पाकिस्तानलाई? के गर्न सकिएस् तैले अहिलेसम्म पाकिस्तानलाई? के खुल्काएकी छिस् तैले पाकिस्तानलाई? पाकिस्तानलाई जस्तो गर्यो इन्डियाले त्यस्तै हाम्रो देशलाई जसले जे गर्छ त्यसलाई गर्न सक्छौं नि। तैले नेपाललाई गर्न के सक्छिस्? गर्न के सक्छस् तैले नेपाललाई? पाकिस्तानलाई के खुल्काइस् तैले? म त इन्डियाको सपोर्ट भन्दा नि म पाकिस्तानको सपोर्टमा छु, बुझिस्? तैले के गर्न सकिस् पाकिस्तानलाई? तैले आफूलाई सोचिस् के? सोचिस् के तैले आफूलाई? पछि भिडियो बनाएर माफी मागेर तैले 3 करोड नेपालीले तँलाई माफ गरिदिन्छ?
माफ गरिदिनु जस्तो लाग्यो तँलाई माफ गरिदिनु जस्तो लाग्यो तँलाई त हेर सीमा सुवेदी श्रेष्ठ सीमा तँलाई त म तेरै नामको सीमामा हैन त्यही किचेर एकदम मेरो मन तँलाई त्यही किचेर तँलाई